आज चाहिँ केपी शर्मा ओली अर्थात् एमालेको महाधिवेशन थियो। महाधिवेशनमा केपी ओलीले के बोल्नुभएको छ भन्दाखेरि सरकार र जेनजीको यो आफ्नो माग राख्ने कुरा चाहिँ यो अनधिकृत अर्थात् अधिकार नभएको भनिरहेका छन् होइन। फेरि देश जगाउने रे, नागरिक जगाउने, लोकतन्त्र जगाउने। जेनजीको आफ्नो कुरा, आफ्नो मागहरू पुरा नभएको सरकारले राख्नु पाउनु पनि त लोकतन्त्र हो नि त होइन। होइन यो गफ हान्ने मात्रै भयो क्या, यसमा कुनै विकासको कुरा केही छैन। यो अगाडि आज महाधिवेशनमा यो भाषण ठोक्नु मात्रै कुरा हो, वास्तवमा केही विकासको कुरा होइन होइन। केपी शर्मा ओली मन्त्री बन्नु कुरा मात्रै हो, अरू केही छैन। यहाँ हुनसक्छ उहाँले पहिला प्रधानमन्त्री हुँदा धेरै राम्रो काम गर्नुभएको छ, एक दुईवटा होइन। राष्ट्रप्रेमी व्यक्ति हो, तर विकास गर्ने व्यक्ति चाहिँ होइन। यो चाहिँ साँचो हो क्या।